गाइज वेलकम टू माई ब्लग। आजको ब्लगमा चाहिँ आज सानो मम्मीको बिहे छ र हामी त्यही बिहेमा जान्छु र मै चाहिँ मेडी अस्ति नै लगाएको हेर्न सक्नुहुन्छ। गाइज म उठिसकेको छु हेर्नु। गाइज मेरो चाहिँ फर्स्ट काम दुध उमाल्ने र गाइज मेरो मेडी हेर्नु कति कालो भएको छ। अब चाहिँ बेहुली मेकअप गरेछ, बेहुली पछि हाम्रो पालो। गाइज यो चाहिँ मेरो फुल लुक हेर्न सक्नुहुन्छ गाइज। कारको वेटिङमा छौँ, हाम्रो चाहिँ गाडी आइपुगेछ हेर्नु। अब चाहिँ हजुर भ्यूको मजा लिनु होला। अब एक चाहिँ हामी पार्टी प्यालेसमा पुगेपछि म हजुरलाई सब भ्यू देखाउँछु एक एक गरी। गाइज त्यहाँ बेहुली र बेहुलीको मम्मीको फोटोसुट भइरहेको छ हेर्नु गाइज। गाइज क्यामेरा धमिलो भएर राम्रोसँग देखिरहेको छैन। हाम्रो आमा काम गरी हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। आमा अलि यता। पूजा स्टार्ट भइसक्यो हेर्नु। हेर्न सक्नुहुन्छ दिदीको नाम छ गाइज। यहाँ चाहिँ टिका लाउने कार्यक्रम भइरहेको छ हेर्नु। हेर्नु गाइज यिनीहरूको नाटक। यो छपरी गाइज होइन, हाम्रो चाहिँ बेहुला गाइज। वेलकम। भइसक्यो हेर्नु सक्नुहुन्छ। अब चाहिँ हजुर भ्यूको मजा लिनु होला। यहाँ चाहिँ हाम्रो आमा रुइराख्नु भएछ हेर्नुहोस् हेर्नु हेर्नु। गाइस हामीले चाहिँ जुत्ता लुकाइसक्यो। त्यसपछि फेरि हामी जुत्ता लुकाउनु गई बाहिर गएको गाइस। सक्सेसफुल गाइस। बेहुलाको भाइको मुख हेर्ने लायक थियो गाइस। हामी सोल्टाको मुख देखाउन गएको छौँ। खुसी छु। तिमीलाई जुत्ता चोर्दा कस्तो अनुभव भयो? गाइज बेहुलाको भाइ हेर्न सक्नुहुन्छ त्यहाँ बिचरा मुख अट्काएर बसिरहेको छ गाइज हेर्नु गाइज। तर यो लास्टै मजा गाइज के भनौँ। केटाको भाइ अघि छैन छैन एकदमै रमाइलो भयो। साडी
तिम्रो चिंतना दुख दिउन तरकारी हेलो गाइस, यहाँ पे डान्स गर्दै हुनुहुन्छ दिदीहरू। बिहे सकिसकेर यहाँ चाहिँ फोटोसुट भइरहेछ, हेर्न सक्नुहुनेछ। हेर्नु गाइस, हाम्रो दिदी र भिनाजु गाइज हामी चाहिँ आइपुग्यौँ अघि नै घर र हेर्नु गाइज मेरो कपाल चाहिँ भइहाल्यो पहिला जस्तो नर्मल र म आफ्नो ब्लग चाहिँ यहीँ इन्टु छु। हजुरलाई मन पर्छ भने लाइक गर्नु होला।